आजको वैज्ञानिक तथा प्रविधिमा आधारित युगमा प्राविधिक शिक्षाको महत्त्व अत्यन्तै बढ्दो छ। प्राविधिक शिक्षा भन्नाले कुनै पेशागत वा व्यावसायिक क्षेत्रसँग सम्बन्धित व्यावसायिक व्यावहारिक ज्ञान र सिप प्रदान गर्ने शिक्षालाई जनाइन्छ। यस प्रकारको शिक्षाले विद्यार्थीहरूलाई विशेष सिपयुक्त बनाई रोजगारीको क्षेत्रमा तयार पार्दछ। प्राविधिक शिक्षाको प्रमुख विशेषता यसको व्यावहारिकता हो। यसले विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र होइन, सिधा काम गर्ने सिप सिकाउँछ। यस्ता शिक्षाले इन्जिनियर, मेकानिक, इलेक्ट्रिसियन्स, कम्प्युटर प्राविधिक, स्वास्थ्यकर्मी आदि दक्ष जनशक्ति उत्पादन गर्छ, जसको समाजमा ठुलो आवश्यकता हुन्छ। रोजगारीको दृष्टिले पनि प्राविधिक शिक्षा अत्यन्तै उपयोगी छ। आज धेरैजसो युवाहरू बेरोजगार छन् भने अर्कोतर्फ विभिन्न उद्योगहरू दक्ष कामदारको अभाव झेलिरहेका छन्। यस्तो अवस्थामा प्राविधिक शिक्षाले यो खाडल पुरा गर्न सहयोग पुर्याउँछ। त्यसैगरी प्राविधिक शिक्षा उद्यमशीलताको विकासमा पनि योगदान दिन्छ। सिपयुक्त व्यक्ति आफैले सानो व्यवसाय थाल्न सक्छ, जसबाट उनले आत्मनिर्भरता प्राप्त गर्न सक्छन् र अन्यलाई पनि रोजगारी दिन सक्छन्। यसले मुलुकको आर्थिक विकासमा समेत टेवा पुर्याउँछ। आजको बदलिँदो प्रविधि र विज्ञानको युगमा प्राविधिक शिक्षा समय अनुकूल सुधार हुँदै जानु जरुरी छ। कम्प्युटर, इन्टरनेट, कृत्रिम बौद्धिकता, एआई, रोबोटिक्स आदि विषयहरूलाई समेटेर नयाँ पुस्तालाई सक्षम बनाउनु आवश्यकता छ। निष्कर्षमा प्राविधिक शिक्षा आधुनिक समाजको आधार हो। यो शिक्षा न केवल व्यक्तिगत समृद्धिका लागि तर राष्ट्रिय विकासका लागि पनि अनिवार्य छ। त्यसैले राज्य, शिक्षा संस्थाहरू र समाजले मिलेर प्राविधिक शिक्षाको प्रवर्धन गर्नु आवश्यकता छ।